हेलो साथीहरू सबैलाई नमस्कार। म शङ्कर यादव। आज म गइरहेको छु भिडियोग्राफी गर्नलाई। आज हाम्रो सुट रहेको छ पूर्वतिर र हामीहरू तयार भएर बेग सेग लिएर निस्किसकेको। बाटोको नजारा पर्ने रहेछ, कति मौसम राम्रो छ र हामीहरू पनि निस्किसकेको छु र हामी पुग्न आँटेको छु घरतिर। हम आफ्नो साइडमा आइसकेपछि यहाँ पूजाको कार्यक्रम स्टार्ट भइसकेको थियो र त्यसकै साथसाथै यहाँ हामीहरू काम पनि स्टार्ट भइसकेको छ र धमाधम हामीहरू फोटो खिच्न थालेको छौँ र यहाँ हजुरसँग डान्स पनि गर्न थालिएको छ र यहाँ तपाईँले दुधले नुहाउने कार्यक्रम हुँदा हुँदै त हामी फोटो पनि सुरलिली गर्न थाले र त्यही क्रममा हाम्रो यहाँ हेर्न सक्नुहुन्छ यहाँ डान्सको बिहेको सबैको डान्स र पार्टी डान्स यहाँ हुन थालेको छ र अलिकति रमाइलो एकदम चिल भयो है। यही सब गर्दा यहाँ हामीले फेरि पुनः डान्स गर्न थालेको छ सबैजनाले। हामी पनि यहाँ अलिकति इन्जोय गर्नलाई हामी भिडियो बनाउन थालेको छु ब्लग र हेरौँ हामी पनि कस्तो लाग्दैछौँ भनेर बनाउन थालेको छु भिडियो र यस्तै क्रममा यहाँ दुधले नुहाउने कार्यक्रम पनि स्टार्ट हुन थालेको थियो र यहाँ दुधबाट कार्यक्रम स्टार्ट भइसकेपछि यहाँ उसको भेनाजुले सोध्दै थियो कसरी के गर्ने भनेर उसको त्यसकै क्रममा उहाँको मम्मी बुवा आउनुभयो र थियो र किनभने सबैको सबभन्दा पहिला मम्मी बुवाले नै गर्नुपर्ने विध रसम हुन्छ, त्यही भएर गर्न थाल्नु र सबैजना उसको दिदी बहिनीहरू मिलेर यहाँ कसा लगाउँदै हुनुहुन्छ। यस्तै गरी पूर्ण भिडियो आउनेछ र तपाईँहरूले लाइक सेयर कमेन्ट गरिदिनु होला।